सय डाँडा काट चाहे सय खोला पारी, सय डाँडा काट चाहे सय। हेलो गाइस, नमस्कार। म दाताराम विष्ट। अहिले म शिवशताक्षी नगरपालिका अन्तर्गत वडा नम्बर 11 मा नवनिर्मित दुधे रङ्गशालामा छु। जो यो तपाईहरुले दृश्यमा देखिराख्नु भएको छ, यो कुनै युरोप कन्ट्रीको फुटबल ग्राउन्ड होइन। तपाईहरु नभुल्नु होला, यो हाम्रै दुधे बजारमा नवनिर्मित यो फुटबल ग्राउन्ड हो। यहाँ कार्तिक 15 देखि 21 गतेसम्म पहिलो महिला वर्ल्ड कप हुने सूचना म तपाईहरुलाई दिँदै तपाईहरुलाई यस फुटबल ग्राउन्ड हेर्ने मौका पनि मिल्नेछ र तपाईहरुलाई हाम्रा राष्ट्रिय खेलाडीहरु, महिला चेलीबेटीहरुको उपस्थिति यहाँ रहनेछ। उहाँहरुसँग प्रत्यक्ष भेट्ने मौका पनि तपाईहरुले पाउनुहुनेछ। यो मौकालाई तपाईहरुले नगुमाउनु होला। प्लिज तपाईहरु यस दुधे रङ्गशालामा 15 देखि 21 सम्म उपस्थितिको लागि म तपाईहरुलाई हार्दिक निमन्त्रणाको साथ बाबाई।